चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ। काठमाडौँ उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ। परापूर्व कालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किम्वदन्तीका आधारमा घोडे जात्रा मनाइएको पाइन्छ। त्यही जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुडी खेलमा नेपाली सेनाले घोडे जात्रा समारोहको आयोजना गरेको थियो। घोडे जात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो। नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। घोडे जात्रामा सैनिकहरूले विभिन्न ब्यान्डद्वारा धुनहरू प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुतिमा घोडाहरूले विभिन्न पर्खालहरू नाघेका थिए। साहसिक सेनाहरूले घोडाको चालको गतिमा विभिन्न पर्खालहरू उफ्रेर अगाडि बढेका थिए। यस्तै क्रस टेन्ट पेगिङ अन्तर्गतको प्रस्तुतिमा सैनिकहरूले घोडाको सहायता दिँदै शत्रुका टेन्ट भत्काउने शैली प्रस्तुत गरेका थिए भने घोडा दौड समेत आयोजना गरिएको थियो। यस्तै तालिम प्राप्त कुकुरहरूको प्रस्तुति निकै रोचक देखिएको थियो। घोडे जात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सेनाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो। यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोगसँगै यसको महत्त्व घट्दै गएको छ। घोडा अन्य जनावरभन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रूपमा प्रयोग गर्ने गरिन्थ्यो। Their horses lie down. Historically, in the 18th century, riders used this technique to astride Chaitana. यसअघि सम्पन्न टेन्ट पेगिङ मात्रै